Hi everybody, welcome back to my channel again. And today I've got a seasonal fruit, mangoes. So let's get started. I don't know. सिजन अगाडि टिपेर राखेको हुन्छ नि त टिपेर राखेको भन्दाखेरि बोर्डमा पकाएको क्या तपाईहरुले कतिवटा चाहिँ अमिलो भयो भने पुरा गुल्ले रहेछ कि कतिवटा चाहिँ पाकेको भयो भने गुल्ले छैन अमिलो हेरेर चाहिँ बन्दैछ कलर देखेर गुलियो भनेर खान अमिलो त हट कस्तो अमिलो अरू सालका अरू महिना त कहाँबाट पाउनु भएको बेला दक्सा राख्नुपर्छ किन ठुलो दिमा र उयो चाहिँ दिपा चाहिँ अमिलो मैंगो में नो इंटरप्शन अमुलको दही म खाँदिनँ नि त मलाई अमुल काले
किन मन पर्दैन? अस्ति मेरो यहाँ पोलेको थियो आम खाएको बेलुका। म सोच्दै थिएँ केले काट्यो आम काट्दै आमको चोपले आम तँलाई आम चाहिएको। मैं सोच्दै थिएँ प्लास्टिक त खाइनँ मैले किन काटेको भने। सानोदिमालाई पलौको भन्दा लानु छ आममा भिटामिन निकाल्नु हुन्छ होला। मर्निङ अङ्कल बेहोस हुन्छ। सासू सासू छ जिउँदै? छैन, ससुरा ए आम लगेर रुखको फेदमा बसेको भएको थिएँ नि। झिरा आउँछ नि त। झिङ्गा हुन्छ। किन हाँसेको? बुटुमा लिएर ज्यादै कन्जुसी गरेन। ड्युटीमा नि यसरी चलाउँथेँ एउटा टिस्युले हुन्छ मलाई। मैले टोकेको दामी टोक्दा भिन्डीको सब्जी भाजी आज नेहाले चाहिँ पड्किँदै खान्छ। म त दही भिन्डी मिठो भएन भन्दै थियो त एउटा। भिन्डी मिठो भएन भन्दै थियो। खासी त जाँगाभरि हिउँभरि लुगाभरि लाग्नु पर्यो। मिठो रहेछ। मलाई पनि मिठो छ। त्यो सानो खालको के अरे यो के अरे यसको नाम? बगानपट्टि आई डोन्ट नो। तर यो सानो खालको चाहिँ हेर्दा चाहिँ बादामी पाकेको तर पुरा उयो रहेछ। हेर्दा चाहिँ राम्रै छ पहिले तर रसपुरी चाहिँ नल्याउनु। के हो रसपुरी चाहिँ फेरि? काँचै हुन्छ। हातलाई टोकिदिन्छु। पाक्यो नि स्वाद आउँदैन। एपेटाइट के अरे त्यो दामी रहेछ। शान्तिमा पो भन्छ। एपेटाइट दामी छ र त डाउन सक्छ त। कहिले न तँ खा। अब एउटा छ यो 10 गट ला मेरा फेरि माग खान्छु नि त। छ नि गुलियो। यो चाख्नुहुन्छ भनेको गुलियोको अमिलो कस्तो छ लेट्स। के हो यो बाटर सिस्टम? यो खर्चाङ यो बेङ्गलोर
चोक्नु त दियो गुलिले तुर्नु अगाडि त खानु है ए यस्तो खतरनाक तर म त सक्छु अमिलो खान यस्तो अमिलो त खुबसुरत धोका किन मिठो छ यो यहाँ ल्याउनु खानामा कम्प्लेन नगर्नु क्या अमिलो छ अमिलो छ सिजनको फल खट्टा पनि खाने पर्यो मिठा पनि खाने पर्यो किनभने अर्को फ्रुट पनि एड गर्नु भनेर मानिन आमै थिए ल हो दिदी बहिनी म जस्तो बोली नारियल पानी पिउनु न पेट ठन्डा नारियल पानी पिउ हामी दिमागै गरम हुँदाखेरि जातो नारियल पानीमा गए माथा ठन्डा भए त पिउने थियो पापा छुट्टिरहेको बेलामा यस्तो अमिलो हामी कप्लाक्क मुखमा हाल्दिनु अरे मान्छे डबरको भन्दै सबसे दामी चाहिँ यो रहेछ लामो लामो पता नि के होला अनि छुट्टी इन्जोय गर्ने चाहिँ ड्युटी स्टार्ट भएपछि त न आम खानु भ्याउँछ न पानी पिउनु भ्याउँछ न खाना खानु भ्याउँछ न लन्च बक्स पनि कक्राक्क पढिन्छ त्यहाँदेखिको त मजदुरी स्टार्ट हुन्छ मजदुरी दामी रहेछ सिन्दुरी चाहिँ कुन चाहिँ सिन्दुरी सिन्दुरा सिन्दुरा कुन चाहिँ आम सिन्दुरा पनि आँट्यो वाउ 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 घरको आम जस्तो लाग्यो चाहिँ कुन चाहिँ यो चाहिँ दबाई हालेर पाकेको घरको चाहिँ भले किरा होस् कुछ तर नेचुरल हुन्छ न दबाई होइन तर मलाई हाम्रो घरको आमको टेस्ट त मुस्किलले पाउँछु म मान्छेको आँखा लागेर किरा लागेको हो क्या लागोस् नलागोस् मान्छेको आँखा चाहिँ सबसे पहिला लाग्छ है भाइ त्यो पनि सब जग्गा लाग्छ मान्छेको आँखा होइन मान्छेको हेल्थमा लाग्छ मान्छेको घर चाहिँ या अब प्रोस्पेरिटीमा लाग्छ मान्छेको डाउनफल सुरु हुन्छ यहाँ साह्रै मान्छेको आँखा फेरि पेटमा नलाग्दो रहेछ हे पेटमा लागेको कमसेकम पेट त कम हुन्थ्यो घरको आम चाहिँ अर्काले चोट्टा बनाएर खाइन्छ हामी किन पाक्नु पनि पाउँदैन ओभर पाकेको रहेछ भने त किरा भले किरा लागोस् घरको घरकै हुन्छ त्यसमा यस्तो त्यो जित पुरा हुन्छ नि खानुमा खानु त मजा हुन्छ कि मलाई नहालेकोमा हुँदैन पछि तर घरको आममा हुन्छ नि खानु त मजा हुने कि खाइसकेर दानमा अर्किन
पिछाडिकोमा छैन भन्छ उता त यहाँ अगाडि रुखमा हेरेको थियौँ नि डल्लो डल्लो त्यसमा जुट बाह्र चाहिँ त्यही होला खाना जान दिन्छु प्राण दिन्छु खुन दिन्छु तर आममा खाँदै गरेको आममा आम लिएर टाम दिन्छु होइन आम चाहिँ नदिने कुनै हालमा जान दिन्छु प्राण दिन्छु खुन पनि मागिदिन्छु जरुरतमा तर खाँदै गरेको आम खै चाखौँ भन्ने बोकेर टाम दिन्छु त्यो टेबलै लिएर भागिदिन्छु स्वाद रहेछ भाखण्डा अब यो आमको गुलेले अझै भात खानु मन लाग्दैन मुखभरि लाग्यो क्या लाग्नु न आम खाएको चिन्नु परेन के अरे कुनै यस्तो के भन्नु त मलाई फेरि यस्तो मैले नेटवर्कमा गएको छोरी हो कि एकदम ताकतले यस्तो गरेर सबसे मन परेको चाहिँ यही हो यो खाएको हातले ग्लास पक्रिनु पर्ने टिफिन पक्रिन त ग्लास आछि आम खाएको क्या आम खाएको यसरी यो काटिरहेको अझै काट्यो त्यही न क्युब बनाएर खा भने चाहिँ त्यसरी छ्या खाएको मजा आउँदैन आम त हातले पो खाने त क्या पाङफाङ पारिकन मान्छेले मुटु फोडेकै स्टाइलमा फोड्नु पर्थ्यो नि आम्मा त्यत्रो पनि दम त छैन नि हौ भित्र थोडा छ टक्री यसको तल अलिक अमिलो रहेछ होइन नि ड्युटी लागेपछि त आमा एकातिर बसेर खानु त छोरीहरू कता ड्युटीतिर खाना खायो खाएन पानी पियो पिएन हो मजदुरी स्टार्ट हुन्छ मजदुरी मजदुरी होइन अब रोजगार त हुनै पर्यो नि त ड्युटी गएपछि ड्युटी टाइम खान्छ यहाँ पुरा पानी निक्ल्यो अमिलोलाई आम देउतालाई थ्याङ्क यू भन् मिठो पनि रहेछ आम देउता पनि हुन्छ नेचरले दिएको अब कसैलाई निन्द्रा लाग्छ भन्दैन आम खा लो साथीभाइहरू कोलाई आम खाएर निन्द्रा लाग्छ के गर्नु मनपर्छ भन्ने म त खाने बित्तिकै सुत्नु मन लाग्छ आम यो अल्छे होइन आम अल्छे बहाना मुन्टु सुरी man. Au. But I'm not. Sorry. Kecil. Đây. Nah, Baba nah. Đây hàng đầu cho cô. Jangan tolong berapa? Nah, sekarang aku pilih angka. Enjoy. Nah.
त गुलियो रहेछ त छोड्नु हुँदैन यस्तो सिजनको फल म पनि माथि त हामीले माथ्यो आमसँग करेला नखानु अरे करेला नखानु फेरि म्याङ्गो सेक्टै हुँदो रहेछ म्याङ्गो सेक्टै हुन्छ अरे कि तर आम खाएर तत्कालै चाहिँ दुध नपिउनु आमसँग पनि नपिउनु दुध दही गुगल जिन्दाबाद गुगल बाउ आमको नयाँ हेयरस्टाइल मलाई त कार्टुन पो हेर्नु मन लाग्यो तर गुगल पनि अब युज गर्नु माथि छ सबै करेक्ट हुँदैन नि इन्फर्मेसन के अरे हामी के लिन्छौँ होइन के लिन्छौँ भने त्यसलाई सही तरमा लिन्छौँ या गलत तरमा अब अहिलेको मान्छेको काम छैन एउटा सानसानो कुरोमा कन्ट्रोभर्सी निकालिहाल्छ गुगलले भनेको अनुसार त्यो बात सही हो होइन जस्तो कि तिथि पञ्चाङ्गहरू म लास्टमा त जति नै हेरौँ कन्फर्म गर्नुलाई त म गुरुजीसँग गर्छु नि त होइन हो त्यस्तै हो तथ्यहरू आमकै बिचमा पञ्चाङ्ग कहाँ गयो होइन भनेको नि आमको विषयमा यो खाने अब के खाएर के नखानु दुधसित मुला नखानु होइन यस्तो कुरो हो होइन डक्टरलाई भन्नु सक्छौँ सोध्नु सक्छौँ त्यस्तो डक्टर पनि आजकल पुरा कम्ती दाममा पाउँछ नि त कि दबाईभन्दा बेसी त उनीहरू कन्सल्टेसन के गर्नु पढ्दा उसको पेरेन्ट्सहरूले दिएको सहयोग गरेको होइन डक्टरहरूले बचपनदेखि मेहनत गरेर त्यत्रो पढ्यो दिमाग सर्ट होला निन्द्रा लाग्यो होला पढ्नु पाए सुत्नु पाएन होला खानु पाएन होला भ्याएन होला अनि त्यो नसोच्दै त खाना पनि खानु मान्दैन खोल्यो भने म खाँदिनँ गफी दली गफिनी नाम पनि ठिकै राखेको छ गफिनी गफिनी त्यो पनि गुगल मेरो तारिफ गरेर बुराइ गरेको यो भन्नु त्यो पनि गुगललाई दिएन होला गुगललाई होइन हौ भन भन्नु पहिलाको घरमा भन्छ नि लक्ष्मीले आन्टी आन्टी भन्दै खोजेर आइहाल्थ्यो कम्पनी शान्तिले गर्दै होइन त्यो तल यो आमको बन्दहरू चाहिँ किन अमिलो नाकमा पोल्यो नि पोल त मुखमा पोल्दा आमको कम्पनीको अमिलो हुन्छ पानी पनि यस्तो अमिलो बेसी त आमको बम्मै अमिलो छ फेरि आर्टिफिसियल गुलले चाहिएन भने फटाफट खा नाक छिसक्यो हातबाट रस अब त रस हो नि नाकमा पनि लाग्यो खाएपछि यसरी त खानु किसान त अलिक छिटो खानु त साह्रै ढिलो खान्छ खेलेर आउनु नाना के गर्दै होला नाना स्टुडेन्टले 12 बजिरहेको होला जोड त कहाँको होला हौ गजब कुरा नहुन्न खानु त कुछ आउँदैन खाइसक्यो खानु त पाउँछ आउनेको कुछ महिना आम बन्द त्यहाँदेखिको माजा किन्नु फ्रुटी किन्नु खानु त्यही हो खाना के हो मन पर्दैन के गरेको
गला साफ गरेको छोरीले खट्टा छ नि त्यही त अलिक पहिले ज्ञान दिनुपर्छ नि ज्ञान दिँदैन गुलियो रहेछ यो खानु नाइ भयो पेट पनि फुल दिमाग पनि फुल मन पनि फुल दिमाग फुल कसरी भयो त बढी जाउँ एक राउन्ड घुमेर आउँ गुलियो हट्टा नसुतेर कुडी कुडी स्टेप ढल्किन न हात चाट्नु ने गुलियो छ हातै नटक्को त्यसमा गुलियोले माथि अहिले त म त उसो भएपछि मलाई लडेबाटै हुन्छ होला त होइन मैले दहीमा मखानाले मिश्रिहालेको थिएँ नि त अरे हो मम्मी कितने आम थे भन्दै सबजना हात जोड्दै आउँथ्यो भिडियोमा त्यति जस्तै बसेर हात जोड्दै आउँछ को आउँछ भिडियोमा हात जोड्दै अङ्कल हात जोड्दै आउँथ्यो भिडियो चिकन फ्राई भन्नुको मतलब त नमस्ते भन्नु भनेको उनीहरूको आफ्नो आफ्नो हो नि त्यो आफ्नो ट्रेडिसनमा बस्छ क्या लाग्छ किन हेरेर मलाई तपाईँले के भएर ल्यान्डिङमा नि माथि तल हुँदैछ इन्जोय गर यो टाइम यो छुट्टी यो हलिडे थोरै पाउँछ रिपिट सही है कति 16, 17देखिको 17 मिडलदेखिको सोध्न लकडाउनमा ब्रेक भयो ड्युटी त्यहाँदेखिको 21देखि लिएर अहिले 25 21 लिएर आउँदा एकखेप ड्युटी लागेपछि 4-5 वर्ष ननस्टप गएको नसन्ने नमन्ने नबेर्ने हो त्यस्तो भएर उठाए यो ब्रेक त कमसेकम इन्जोय गर्नु आराम गर्नु मान्छे मसिन त होइन आहा सबै कम्पनीको मालिकले यसरी सोचेको कति पुण्य हुन्छ कति एउटा कम्पनी मनी छ निकाल्नु मेरे हात पे हँसी सबसे पहिला इम्प्लोइमेन्टले मलाई साँच्ची आमले गला भयो खसखस हुन्छ नि धुइन थियो राम्रो कलको पानीले फिल्टरको पानीले नि धुको कल आएको थियो मैले त उपो गरेँ सिपो गरी पठाएँ ला अन्त फेरि हप्ता गर्दा काटेँ के बोल्नु त थियो बिच अहिले म गर्छु उ त आम्ले मलाई हेरेको जस्तो लाग्यो होस् तर म हेर्दिनँ फिट गरेँ बरा खाँदा पनि छैन एक्सपायर हुने चाउरी पर्नुको लागि बाँच्छ होला अर्को सिजनमा त्यो अलिक कडा कडा पनि छ नि त अब हात छाट्यो भनेर भन्छ होला फेरि खाटिदिन्छ यही हात त वाइनमा डुबाइकन चाम्रा खाँदा हुन्छ सबैजनाले आँचा नचाख्नु सफाइ हुँदैन नि त सफाइ यसो नि
अहिले धोएर आएको सफाई हुँदैन भन्दैछ हे तर पनि त खाने तरिका त हुनु पर्यो खानामा किन घरको खाना किन खा भन्छु त्यही सफाइको लागि र हेल्थको लागि होइन हेल्दी हुन्छ घरको खाना सही बात है सही बात है मान्छे रुँदै होला नि मन रुँदै छैन पेटो डम्बामा ऊ छेउमा आइकन ल्यान्डिङमा जस्तो हुँदैछ रेस्टुरेन्टको खाना अब रेस्टुरेन्टको खानाको त मजै अर्को छ साथीभाइहरू लो गाइस खानु दिँदैन आमाले खानु दिँदैन रेस्टुरेन्टको खाना र त घरको खाना खल्लो राख्छ त हाइजेनिक पनि हुन्छ हेल्दी पनि हुन्छ नि त्यो हो नि त मेन त हेल्थ हो नि त अब जिब्रोले हेल्थ कहाँ भन्छ नि आमा जिब्रोले त स्वाद भन्छ नि खोर्सानी त अर्को वाली म पनि त्यसो गरिदिन्छु नि भयो 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 त्यो हात पाइनु छु त लो गाइस आजको लागि यति नै आम तुरेर पनि खाएर पनि डम्बा भयो अब गएर ल्यान्डिङमा त्यहाँ आमा ढल्किरहनु छ हाम्रो छेउमा गएर फ्ल्याट हुने कि सो सी यु गाइस इन नेक्स्ट भिडियो अगेन टिल देन टाटा बाई बाई